साथीहरू नमस्कार। के तपाईँलाई पनि लाग्छ कि तपाईँले गरिरहनु भएको मेहनत कतै बेकार त गइरहेको छैन? के तपाईँ पनि रातारात सफलता चाहनुहुन्छ? यदि यस्तो हो भने आजको यो कथाले तपाईँको सोच बदल्न सक्नेछ। आउनुहोस्, आज म यहाँहरूलाई धैर्यताको एउटा यस्तो कथा सुनाउँदैछु जसले तपाईँको जीवन नै परिवर्तन गरिदिनेछ। नेपालको एक सुन्दर गाउँमा हर्क नामका एक किसान बस्दथे। हर्क निकै मेहनती त थिए, तर उनको एउटा बानी खराब थियो। उनी हरेक कुरामा हतार गर्थे। उनले आफ्नो खेतमा धान, मकै, तरकारी, विभिन्न बालीहरू लगाउँथे, तर बाली छिटो सप्रिएन वा समयमै पानी परेन भने उनी झर्किन थाल्थे। उनी बडबडाउँदै भन्थे, यो खेतीपाती मेरो लागि होइन जस्तो छ, यहाँ त केही पनि छिटो हुँदैन। एक दिन गाउँको मेलामा हर्कको भेट एकजना योगीसँग भयो। योगीले हर्कको छटपटी बुझे र उनलाई बाँसको बिउहरू दिँदै भने, बाबु, यो बिउलाई आफ्नो खेतमा रोप्नु, यसले तिम्रो जीवन बदल्नेछ। तर याद राख, यसका लागि धेरै धैर्यता पनि चाहिन्छ। हर्कले सोचे, बाँस त हो नि, केही महिनामै हुर्किएर खेत हरियो भइहाल्ला। उनले खुसी हुँदै खेतको एक कुनामा त्यो बिउ रोपे। हर्कले हरेक दिन पानी हाल्ने, मलजल गर्ने गरे, तर हप्तौँ महिनौँ बित्दा पनि बिउबाट एउटा सानो टुसा समेत निस्किएन। पहिलो वर्ष केही परिवर्तन नदेखिएपछि गाउँलेहरू उनलाई जिस्काउन थाले, तर दोस्रो वर्ष पनि यस्तै भयो। दोस्रो वर्ष हर्कको रिस बढ्दै गयो। पक्कै पनि यो जोगीले मलाई ठग्यो, हर्क चौतारीमा बसेर कराउन थाले। त्यही बेला गाउँका बुढा भलादमी कार्की बाले उनलाई सम्झाउँदै भने, हर्क, बाँसको रुख अरूभन्दा फरक हुन्छ। बाहिर देखिनु अघि यसले जमिन मुनि आफ्नो जरा बलियो बनाइरहेको हुन्छ। धैर्य गर। तेस्रो वर्ष पनि हर्कले मन नलागी पानी हाल्ने काम जारी राखे। तर एक बिहान जब उनी खेतमा पुगे, उनको आँखा तिर्मिराए। जहाँ 2 वर्षसम्म केही पनि थिएन, त्यहाँ एउटा सानो टुसा मुस्कुराइरहेको थियो। तर असली चमत्कार त त्यसपछि सुरु भयो। केही हप्तामै त्यो टुसा दिनको केही इन्चका दरले बढ्न थाल्यो र 1 महिनाभित्रै विशाल बाँसको रुख बन्यो। गाउँलेहरू चकित परे। कार्की बाले सबैलाई बुझाउँदै भने, यो बाँसले 2 वर्षसम्म जमिन मुनि आफ्नो जग बलियो बनाइरहेको थियो। जब समय आयो, यसले आकाश छोयो। हर्कले बुझे कि सफलताको जरा देखिँदैन, तर त्यो भित्रभित्रै तयार भइरहेको हुन्छ। उनले आफ्नो हतार गर्ने बानी छोडे र धैर्यताका साथ खेती गर्न थाले। बिस्तारै उनको खेत बाँसको जङ्गलमा बदलियो र उनी गाउँकै सबभन्दा सफल किसान बने। साथीहरू, हाम्रो जीवनमा पनि बाँसको बिउ जस्तै केही कुराहरूले फल दिन समय लगाउँछन्। यदि तपाईँ आज मेहनत गर्दै हुनुहुन्छ र नतिजा देखिएको छैन भने नआत्तिनुहोस्। तपाईँको जरा बलियो हुँदैछ। धैर्य राख्नुहोस्। समय आएपछि तपाईँको पनि सफलताले आकाश छुनेछ। साथीहरू, आजको कथा यहाँहरूलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक र यस्तै प्रेरणादायी कथाहरूको लागि हाम्रो यस च्यानल कथा सागरलाई सब्सक्राइब गर्न नबिर्सनुहोला। आगामी दिनमा यस्तै प्रेरणादायी कथा लिएर फेरि उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने म सुधीर अधिकारी कथा सागरबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।